चर्चित गायन रियालिटी सो नेपाल आइडल सिजन 6 को पहिलो एपिसोडमै चितवनकी दर्शना गान्धारीले गोल्डन माइक्रोफोन जितेकी छिन्। भन्न चाहन्छु कि आमा हेर्नु मैले यो लिएर छु। अडिसन राउन्डमा गीत गाएर निर्णायकहरूलाई चकित पारेकी दर्शना सिजन 6 मै गोल्डन माइक जित्ने पहिलो प्रतियोगी बनेकी हुन्। दर्शनाले अडिसन राउन्डमा सुरुमा द एज ब्यान्डको मेरो आँसु बोलको गीत गाएकी थिइन्। उनले सोही गीतबाटै निर्णायकहरूको मन जितिसकेकी थिइन्। उनले त्यस पश्चात अभया सुब्बाको तिम्रो लागि बोलको गीत गाएकी थिइन्। यसबाट निर्णायकहरू पनि यति प्रभावित भए कि उनले गोल्डन माइक्रोफोन प्राप्त गरेर रेकर्ड कायम गरिन्। गोल्डन माइक पाएसँगै उनी सिधै उत्कृष्ट 12 मा पुग्न सफल भएकी छिन्। दर्शनाले प्रोमो सार्वजनिक भएसँगै चर्चा पाएकी थिइन्। उनको प्रस्तुति विशेष प्रोमोमा राखिएको थियो। लामो समयदेखि नेपाल आइडलमा जाने सपना देखेकी दर्शनाले गोल्डन माइक्रोफोन जितेपछि आफूलाई सम्हाल्न सकिनन्। ब्यान्डमा समेत आबद्ध रहेकी दर्शनाले गोल्डन माइक जितेपछि ब्यान्डका दाइ सुरज थापा मगरलाई सम्झेकी थिइन्। उनलाई नेपाल आइडलको मञ्चसम्म पुर्याउन ब्यान्डले निकै मद्दत गरेको उनी बताउँछिन्। दर्शनाले गोल्डन माइक जित्दा निर्णायकहरू समेत रोएका थिए। सुरज थापा मगर दाइ, म यहाँ बोलाम, मेरो भन्दा पनि ठुलो सपना हो दाइको चाहिँ यहाँ आउने है, प्लिज। सानैमा आमाको बिछोड सहेकी दर्शनाको बाबा विदेश गएपछि उनलाई उनकी हजुरआमाले नै हुर्काएकी थिइन्। बुढेसकाल लागिसकेकी हजुरआमाले सानोदेखि नै अहिलेसम्म गरिरहनु भएको मद्दतलाई उनले नेपाल आइडल मार्फत सम्झेकी थिइन्। त्यस पश्चात उनले गाउँमा गएर हजुरआमासँगै भेटेको दृश्यहरू पनि नेपाल आइडलको यो एपिसोडमा समावेश गरिएको थियो। सानोमा मम्मी छोडेर जानुभयो, त्यसपछि बाबा विदेश जानुभयो, अनि हजुरआमाले नै हुर्काउनु भयो। आदरणीय दर्शकबिन, तपाईलाई दर्शनाको आवाज कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोस्। भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला। चन्द्र घलानको साथमा तपाईँ हेर्दै हुनुहुन्छ मुर्चुङ्गा टिभी।